कार्यक्रम गर्न गइरहेका छौं। यो पर्यटन प्रवर्धनका लागि कृषि पनि एउटा सम्भाव्य क्षेत्र हो भन्ने कुराको लागि यो एउटा सिकाइ रहनेछ र भोलिका दिनहरूमा पनि यसले अझ पर्यटन प्रवर्धनको लागि ठूलो टेवा पुर्याउनेछ। जहाँ कि हाम्रो कास्कीमा अथाह प्रकृतिका सम्भावना भएका यहाँ वरदानका क्षेत्रहरू छन्। यहाँ बेगनासतालदेखि रूपतालदेखि धेरै तालहरू यो लेखनाथमा छन्। त्यति मात्र होइन, कास्कीमा भएका यी सातै तालको प्रवर्धनका लागि, विकासका लागि र पर्यटन प्रवर्धनको लागि यसले ठूलो टेवा पुग्नेछ भन्ने हामीले आशा र विश्वास लिएका छौं। म विनम्र आग्रह गर्न चाहन्छु, लेखनाथ उद्योग वाणिज्य संघले पनि पोखरा महानगरपालिकाका आदरणीय मेयर साहब यहाँ हुनुहुन्छ, पोखरा महानगरपालिकाले कृषि सञ्जाल यस्तो राम्रोसँग सञ्चालन गर्नुभएको छ। मैले सम्झिनै पर्छ मनोहर खडरिया सर, उहाँले यति राम्रोसँग प्रत्येक वडामा कृषि सञ्जाल गठन गरेर त्यो अनुसारको कृषि धान बिउहरू वितरण गर्दै कृषकहरूलाई कसरी माथि बढाउन सकिन्छ, उहाँको आर्थिक स्थितिलाई माथि उकास्न सकिन्छ, उहाँहरूको उत्पादित वस्तुलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर महानगरले समर्थन मूल्य धरि तोकेको अवस्था छ। यो हाम्रो लागि सबल पछि हो। यसलाई हामीले भरपूर उपयोग गर्दै हामी लेखनाथवासीहरूले कृषिका आफ्नो वस्तु तथा सेवालाई हाम्रा जग्गा जमिनहरूलाई बाँझो नराख्नको लागि पनि एउटा यो सिकाइ हो भन्ने हामीले बुझेका छौं। र लेखनाथ उद्योग वाणिज्य संघले पनि जेठो बुढोको ब्रान्डिङ गर्नको लागि पोखरा महानगरको आर्थिक सहयोगमा हामीले यसलाई जेठो बुढोलाई प्रमोसन गर्न अगाडि बढिरहेका छौं। हजुरहरूले जति पनि जेठो बुढो उत्पादन गर्नुहुन्छ त्यसको लागि मार्केटिङ गर्नेदेखि लिएर हरेक कुराहरूमा लेखनाथ उद्योग वाणिज्य संघ हजुरहरूसँग हातेपालो गरेर अगाडि बढ्न चाहन्छ। लेखनाथ उद्योग वाणिज्य संघले लगाउने मेला महोत्सवमा हाम्रो स्थानीय कृषकहरूलाई हामीले भारी छुटका साथ स्टलहरू उपलब्ध गराउँछौं। त्यसले स्थानीय उत्पादनहरूलाई, स्थानीय कृषिजन्य वस्तु तथा बजारीकरण गर्न ठूलो योगदान दिएको छ। अझै पनि भोलि पनि तपाईहरुको यो कर्मलाई हामी लेखनाथ उद्योग वाणिज्य संघले पहिलो प्राथमिकता राखेर कृषिका क्षेत्रहरूमा लेखनाथ उद्योग वाणिज्य संघले हिजोका दिनहरूमा पनि सुन्तला, कौरी, कफी, माछा, मौरीहरूसँग पनि जोडिएको छ भने भोलिका दिनमा पनि त्यसरी जोडिनेछ भन्दै यो महत्त्वपूर्ण सु अवसर प्रदान गर्नुभयो। फेरि पनि पर्यटन परिषदका सम्पूर्ण टिम र सम्पूर्ण उपस्थित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू सबैले यो कृषिलाई सम्मानित पेशाको रूपमा हेरौं। हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू विदेशको मरुभूमिमा बेचिएर पसिना बेचेर मात्र रेमिट्यान्सबाट देश धान्ने होइन, यही कृषिमा हामी चाहिँ एउटा सम्मानित पेशाको रूपमा भोलिका दिनहरूमा आफ्नो आय आर्जन र दिगो आम्दानीको स्रोतलाई यसलाई माध्यम बनाएर अगाडि बढाउँ भन्ने शुभकामना व्यक्त गर्दै मेरो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। नमस्कार, धन्यवाद। जय कृषि सञ्जाल, जय पर्यटन परिषद, जय लेखनाथ उद्योग वाणिज्य संघ, जय संघ संस्था सबै। धन्यवाद। लेखनाथ उद्योग वाणिज्य संघ जो यो कार्यक्रमको एउटा सहकार्य संस्था पनि रहेको छ र त्यसको सक्रिय अध्यक्ष आदरणीय